हेलो गाइस, आज चाहिँ म आले गुम्पा जाँदैछु। त्यहाँको चाहिँ सानो म एउटा ब्लग बनाएर हाल्नेछु। म र मेरो बहिनी जाँदैछौँ। हामी चाहिँ घरबाट निस्किसकेको छौँ। दिन पनि आज चाहिँ अलिक राम्रो छैन, आजको दिन चाहिँ राम्रो छैन। र तपाईँहरूलाई म अहिले आले गुम्पा पुगेपछि देखाउनेछु तपाईँलाई। हुन्छ, बाई बाई गाइस। हामी चाहिँ हाल फिलहाल यहाँ कहाँ भन्दा पनि प्रिन्स ड्राइभिङको छेउमा पुगिसकेको छौँ। अन्त आले गुम्पा गएको यहाँ बहिनी र म चाहिँ घुम्नु गएको खसेहरू चाहिँ अनि हामीलाई चाहिँ यस्तो गरेर हेर्दैछ कि सबैजनाले हामी चाहिँ एउटा अजुबा मान्छे कहीँबाट आएको भनेर त्यस्तो टाइपको हेर्दैछ। के छैन, हेरोस् हात दुखेर हो। चाहिँ भिडियो अलिकति रोकेको थियो है, किनभने यहाँ मिङमा सराउन्ड भएको थियो। अलिकति अप्ठ्यारो लागेको थियो उहाँहरूको छेउमा चाहिँ भ्लग बनाउनु। अब फेरि हामी जाँदैछौँ। यो चाहिँ हाम्रो एनआइटीको बोइज होस्टेल। हामी अलिक पर बस्छौँ है। यहाँ बहिनी पनि भ्लग बनाउँदै गरेको, तर खोइ अहिलेसम्म बोलेको सुनेको छुइनँ हो। अब म बाटो देखाउने छु तपाईँलाई। हामी चाहिँ सर्टकट बाटो हिँड्न आँटेको। त्यो राम्रो छ नि त, हामी माथि पुगेर फेरि फर्केर आउँदा त रात पर्छ। हामी सानो बहिनी छ नि त यहाँ, उसको घरबाट फेरि अलिक कराउँछ होला हो। त्यही भएर हामी चाहिँ अर्को बाटो जान आँटेको। हाल फिलहाल हामी यो बाटो हिँड्दैछौँ होइन, यो बाटो गएको है हामी। डरलाग्दो बाटो छ। हामी सायद यस्तो लाग्दैछ कि बङ्गलाबाट हिँड्ने जस्तो लाग्दैछ है। भूत बङ्गलाहरू हुन्छ नि, फेरि कोही बस्दैन। अब यो चोर बाटो हिँड्नु पऱ्यो हो। यताबाट होला सायद, त्यस्तै लाग्यो। यता यता यहाँबाट यहाँबाट माथि पुग्छ नि। भइ पाइपमा अड्केर मरिन्छ ल। यस्तो डन्जर बाटोमा हिँड्दैछौँ, बिचारा चलाउँदैछौँ हिँड्दैछौँ। तै पनि केही छैन। यहाँ चाहिँ सानो सानो डिपार्टमेन्ट काम गर्ने मान्छेहरूको लागि यो चाहिँ डरलाग्दो डेन्जर सरकारी घरहरू हो, सरकारले बनाइदिनु भएको यो चाहिँ। त्यही भएर अहिले चाहिँ के रहेछ, अहिले यतिको घर आफैले बनाउनु थियो भने चाहिँ कति स्याहार सुसार गरेर राख्थ्यो होला है उनीहरू। गाइस दैलोमा झार पनि उम्रिरहेछ, कस्तो होला अब। केही छैन, फेरि हामी कलेज जाँदैछौँ। यस्तो बाटो छ हो यो बाटो चाहिँ। यहाँ आइपुग्यो हामी, यो मान्छे छैन क्या। यहाँ पनि त्यस्तै खालको घर छ हो। हिँड्दैछौँ, केही छैन, भोकिँदैछ। जुत्ता चाहिँ हेर्न सक्नुहुने जुत्ता हो, लोकदै लगाएको जुत्ता चाहिँ। यही बाटो जस्तै लाग्यो। दादाहरू पनि अफिस कता हो मलाई त्यति थाहा छैन। गाइस यहाँ त डाइरेक्ट अफिसमा बसिरहेको मान्छेहरू देख्दैछ त, के भन्छ होला हामीले है। के भन्दैन, साइडको बाटो जाँदैछ भन्छ, इम्पोर्टेन्ट रहेछ हो। अनि यहाँ चाहिँ अफिसहरू हो, अनि कतिवटा अफिसहरू छ। कुन कुन अफिसहरू हो त्यो पनि थाहा छैन। अन्त यहाँ छ त्यहाँ छ। फाइनली हामी यहाँबाट निस्किसकेका छौँ मेन रोडमा। यो चाहिँ तपाईँको नाम्ची रोड हो, यहीँबाट जाँदैछ आले चाहिँ। म नि गएको छैन तर फर्स्ट टाइम हो। कस्तो अजुबा पाराले हेऱ्यो, टुरिस्टहरू रहेछ हो, कहिले नदेखेको जस्तो पाराले हेरेँ गाइस। के गर्नुपर्ने हो बिचरा। हामी स्टोर जाँदैछौँ हो, कस्तो गरिसक्यो गले गलेन बिचरा। रहर चाहिँ उसकै हो भ्लग बनाउने हो, तर गलेको जस्तो लाग्दैछ मलाई पनि। यहाँ हाम्रो दिदी रहेछ गाउँको, मलाई राम्रो हेर्दैछ, चिने जस्तो छ। अझै आधी घन्टा लाग्छ हामीले चाहिँ। कहिले पुग्नुपर्ने हो कुनै के दिनमा आएछ जस्तो भइसक्यो हो। के गर्नु तपाईँहरूलाई आले गुम्पा देखाइदिन्छु भनिहाल्यो, नदेखाउनु नि नहुने, अप्ठ्यारो लाग्ने हो। केही छैन, हामी पुऱ्याउँछ गाडी आउँदैछ, साइडबाट हिँड्छौँ हो। गाइस हामी चाहिँ साह्रै बेसी गलेको छ, यस्तो उकालो हिँड्दैछौँ। धुलो त्यस्तै, न मास्क ल्यायौँ हो। मलाई भन्दा साह्रै चाहिँ परेको जस्तो छ, बिचरा आउँदिनँ भन्दै जबरजस्ती उठाएर ल्याएको भन्नै पर्दा हाम्रो आर्मी क्याम्प पुग्यौँ। अब त्यहाँ चाहिँ गुम्पा चाहिँ कहाँ हो त्यो चाहिँ हामीलाई थाहा छैन। तिमीलाई थाहा छ? ए उसलाई थाहा रहेछ नि, मलाई थाहा छैन। म चाहिँ फर्स्ट टाइम आउँदैछु। यहाँ चाहिँ हामी आर्मी क्याम्पको गेट पुग्यौँ। यहाँबाट छिर्न दिएको भए हुन्थ्यो हो, छिर्न पनि दिँदैन। केही छैन, हामी पनि एकदिन आर्मी भएर छिरौँ ल। तिमी आर्मीसँग जानु ल, म छिर्न आउँछु त्यहाँ। यहाँ चाहिँ गेट पुग्यो अन्त डेन्जर बाबु यो यहाँनिर। हामी चाहिँ धुलो गाडीमा आइपुग्यौँ। यही धुलो खानुको लागि आएको जस्तो लाग्दैछ अहिले चाहिँ हो। गाडी केही पनि आएको आज फाइनली हामी चाहिँ सर्टकट बाटो लियौँ, किनभने यो लामो बाटो जाँदा चाहिँ यस्तो भयो कि धुलो बेसी, गाडी बेसी आयो। हामी चाहिँ यहाँ सर्टकट बाटो बसिसक्यौँ भन्दा नि हुन्छ। यो चाहिँ हाम्रो सर्टकट बाटो। हामीहरू अब पुग्नु आँट्यौँ गुम्पा। लामो बाटो जानु थियो भने चाहिँ हामीलाई टाइम लाग्थ्यो अलिक, तर सर्टकट पस्यौँ। अलिकति भए नि टाइम नलाग्ने भयो। बिचरा थाकेर हत्तु भएर आउँदैछ, हत्तु भएर आउँदैछ। अनि बाटो चाहिँ अब यस्तो छ नि, घरि उकालो घरि ओह्रालो, घरि उकालो घरि त्यस्तो खालको बाटो भएर चाहिँ हामीलाई चाहिँ साह्रो परेको। यस्तो छ यहाँ, फेरि उकालो आयो। भ्यू चाहिँ दामी छ हो। फाइनली हामी चाहिँ गुम्पा चाहिँ
पुगिसक्यौँ गुम्पाको गेट चाहिँ हामी पुगिसक्यौँ है। गुम्पा खुल्ला छ कि छैन त्यो चाहिँ हामीलाई त्यति थाहा भएन है। हामी चाहिँ पुग्यौँ गुम्पा हो। यसलाई चाहिँ माने भन्छ होइन। हामी चाहिँ पुग्दैनौँ पुगिसक्यौँ हो। कुकुर पुरा रहेछ यहाँनिर। गुम्पा चाहिँ आइपुग्यौँ तर कुकुर पुरा छ हो। अब डर लाग्नु थाल्यो कुकुरले गर्दा के गरौँ भयो। तरै पनि एकदम खतरा हामी उठाउनु तयार छौँ। कुकुर हेर्नुहोस् त यस्तो डरलाग्दो छ है। र पनि हामी त्यहाँ पसिहेऱ्यौँ केही छैन। के भन्दैन आउनु तरै पनि बाहिरबाट हेरौँ न। यहाँ कुकुरहरू के बिग्न छ हो। डर लाग्दै भयो भने भिडियो चाहिँ बनाउँदैछौँ केही छैन। यो गुम्पालाई के भन्छ आले गुम्पा? टिप्टेन गुम्पा है। फाइनली हामीले गुम्पा चाहिँ पुगिसक्यौँ। यो मान्छे चाहिँ डरले आइपुगेन भित्र हो। अब हामीहरू यो ल्याङ्ग्वेज बुझ्दैनौँ तरै पनि पस्यौँ। कुकुर बाजेको यति डर लाग्यो हो। अब चाहिँ डर लाग्नु थाल्यो हो। केही छैन टोकिहाल्ने खालको कुकुर चाहिँ होइन रहेछ धन्न। यो रहेछ यसलाई के भन्छ माने भन्छ ठुलो रहेछ कसरी हुनुपर्ने घुम थ्याङ्क्स भिजिट एगेन भनेको चाहिँ आउँछ डर लाग्यो। थ्याङ्क्स भिजिट एगेन कुकुर पुरा समय डर लाग्यो फेरि आउँछु कि आउँदैन ल्याङ्ग्वेज लेखेको छ हो। यो ल्याङ्ग्वेज पनि पढ्नु जान्छ पढ्नु छ के गुम्पा हो यो हामी जान्दैन। त्यसै कारणले हामी चाहिँ अब फेरि रिटर्न भइसक्यो। मौरी रहेछ है अब यहाँ मौरी रहेछ है। हामीलाई झन्डै टोक्यो यहाँनिर रहेछ मौरी अनि घुमाउँदै हिँड्नु अब घुमाउँदै हिँड्नु। यसको मन्त्र चाहिँ भन्नु जानिँदैन हो। किन हामी टिप्टेन होइन बुद्धिस्ट होइन अन्त हामी चाहिँ हिन्दू हो। अनि यता मान्छे पुरा डराइरहेको छ कुकुरले गर्दा हो। केही हुँदैन जाउँ। म चाहिँ बहादुर भएर हिँड्दैछु। अब हाल फिलहालै उयो दामी रहेछ फुल पर्पल देख्यौ क्या मजाको फुल रहेछ यहाँ गाइस। हेर्नु सबैले हेर्नु सक्नुहुन्छ यस्तो मजाको रहेछ है। यो नर्थतिर हुने खालको फुल रहेछ है यस्तो मजाको दामी लाग्यो मलाई चाहिँ यो फुल चाहिँ। कुकुरले हेर्दैछ गाइस नडरै आउनुहोस्। क्या डरलाग्दो हेर्दैछ कुकुरले। जुन आइहाल न भुइ हामीलाई झन्डै टोक्यो गाइस के गर्नु र है भगवान्। भगवान् सातो गयो गाइस। हामी त यो कुकुरले झन्डै टोक्यो ल भाउ गरेर चाहिँ। पहिला त राम्रो हेर्दै थिएँ गाइस हो। पहिला त राम्रो हेर्दै थिएँ केही गर्दैन होला जस्तो लाग्यो हो। तर अहिले चाहिँ आउँदा चाहिँ अब मेरो सातो गयो गाइस के भन्नु र अब। गाइस कुकुर आयो लु भागौँ छिटो छिटो। कुकुर आयो भाइ गाइस कुकुर आयो। पहिला त कस्तो मजाले हेर्दै थियो हो एकैचोटि हावा गरेर त हामीलाई झन्डै टोक्यो। भ्लग बनाउने चक्करमा आज सुई लगाइन्थ्यो हो। तर पनि केही छैन अब हामी रिटर्न भयौँ हो। अघिकै बाटो रिटर्न हुँदैछौँ। अब म तपाईँहरूलाई मार्केट पुगेर देखाउने छु। यता चाहिँ ढुकढुक भयो अरे हो। मार्केट पुगेर देखाउने छु तपाईँलाई हो। हाम्रो मार्केट कस्तो छ हुन्छ अहिले भेटौँ है हामी मार्केटमा है। हामीलाई कुकुर दर्शन भयो तर योले केही गर्दैन जस्तै लाग्यो। यो त सिधा सिधा रहेछ क्युट क्युट डगीहरू रहेछ बोक्दैन रहेछ यिनीहरू यस्तो हुनुपर्छ नि। उयो माथि एउटा दर्शन पायौँ हो। यो त क्युट रहेछ यो सेतो खालको रहेछ बच्चा। यसको अनुहार हेर्यौ न त तिमी पोस्त्यौ न नि कस्तो राम्रो छौ है। आमाई नि जान्छौ हाम्रो घरमा ल जाउँ हाम्रो घरमा जाउँ नजाने ए ल जानुको लागि उठ्नु भयो हो। ल जाउँ हाम्रो घर जाउँ आमाई खेल्नुको लागि हो ल जाउँ। सेम रहेछ एउटा कुकुर हो। यहाँ चाहिँ अब अनलिमिटेड कुकुरहरू पाइन सकिन्छ हामीले हो है बच्चा। के गरेको ओइ के गरेको पुच्छर होला खानेकुरा मागेको होला कि तर मेरोमा छैन ल। नेक्स्ट टाइम आउँदा ल बाई बाई। अघि यो बाटो ओह्रालोबाट उकालो आउँदा चाहिँ कति साह्रो परिरहेको थियो हामीलाई। अब यहाँ उकालोबाट ओह्रालो जाँदा फेरि धुलो कस्तो बिजोकले भ्लग बनाइँदैछ हो। अघि मैले बाजे भनेर देखाएको थिएँ नि त्यहाँ गएर फेरि एकताल म अर्को बाजे पनि देखाइदिन्छु हो। फाइनली गएपछि हामी चाहिँ यहाँ
नाम्ची रोड आइपुग्यौँ जहाँबाट हामी अघि आएको थियौँ त्यसको छेउमा चाहिँ हामी आइपुगिसकेको छौँ है तिमीलाई कस्तो लाग्दैछ हिँड्दा मजा लाग्दैछ ऊ चाहिँ अब बोल्नु नसक्ने अवस्थामा भइसकेको छ हो भ्लग बनाउँदा नि के बिना फोन आएको गाइस अब के भन्नु र सबै कुरो सेयर गर्नु मन परिहाल्छ डेन्जर डेन्जर तरिकाले हेर्दैछ हामीलाई चाहिँ हो एकजना हेर्दै गर्छ टुरिस्टहरू चाहिँ यो खतरा हेरिँदैछ कि यस्तो लाग्दैछ होला कि हामी डरलाग्दो भ्लगर्सहरू हो नि तर होइन हाल फिलहाल सुरु गरेको मात्रै हामीले हो यस्तो डरलाग्दो होइन हामी स्लो स्लो गरी गरी हामीले हेर्दैछ हो अटोग्राफ माग्न ट्राई गर्दैछ तर उनीहरूले सकेन भन्नु ठिकै छ यो गाडीले पछाडि मात्रै देखाइन्छ किनभने अफिसरको गाडी जस्तो लाग्दैछ गाइस ए हो यो चाहिँ केटीको रहेछ मैले फर्स्ट टाइम देखेँ नयाँ गाडी रहेछ हो कति सानो गाडी रहेछ केन नम्बर प्लेट पनि लगाएको रहेछ गाइस खेलाउने गाडीहरू जस्तै रहेछ यो गाडी चाहिँ हामी चाहिँ अब बजार पुग्नु लाग्यौँ फाइनली हामी चाहिँ यो तलबाट जाने यो चाहिँ सिङतामको बाटो हो यो चाहिँ नाम्चीको बाटो हामी यहाँ आइपुग्यौँ फाटकमा अनि यहाँबाट चाहिँ क्युजिङ 10 किलोमिटर रालङ 13 किलोमिटर याङयाङ 16 किलोमिटर र दामथाङ 13 किलोमिटर रहेछ हो यहाँ आइपुग्यौँ यहाँबाट हामी सिधा नभुली गयौँ भने चाहिँ हामी के भन्छ मार्केट पुग्छौँ यहाँबाट चाहिँ सिधा गयौँ भने मार्केट पुग्छौँ हामी चाहिँ सिधा जाँदैछौँ मार्केटको लागि हामी यहाँ देखाउनु छौँ हामी भिडियो बनाउँदै कसैको ज्याकेट गरिसक्यो फेरि लाउनु भयो के छैन खोल्दै लाउँदै गएर नि हामी सानो छोटो प्यारा के भन्छ क्युट राबुङ्लामा हामी चाहिँ के भन्नु पुगिसकेको छौँ हाम्रो यहाँनिर चाहिँ स्कुल छ रेसिडेन्सियल स्कुल स्टुडेन्टहरू देखिँदैछ अलिअलि हुन्छ फाइनली हाम्रो चाहिँ बजार पुग्न आँट्यौँ ट्राफिक आइपुग्यौँ यो अगाडि चाहिँ ट्राफिक पोइन्ट यहाँबाट स्ट्रेट गयो भने चाहिँ गेजिङ लेक्सेप पुग्छ त्यहाँबाट उम्म गयो भने चाहिँ बुद्ध पार्क रालङहरू पुग्छ अनि यता यो तल रोड गयो भने चाहिँ याङयाङहरू पुग्छ तर अहिले यो बाटो चल्दैन हेर्नुहोस् यो चाहिँ हाम्रो राबुङ्ला इन्स्टिट्युट पुलिस थाना पुलिस अफिस एसबिआई तपाईँ ब्याङ्क एसबिआई ब्याङ्क हो ऊपर हामी सिधा जाँदैछौँ चाहिँ हाम्रो बजार भयो मार्केट म सब्जी मार्केट पनि देखाउने छु स्ट्यान्डिङ छ हो हामी चाहिँ यहाँबाट हिँड्दैछौँ किनभने गाडी पुरा चल्दैछ त्यही भएर यहाँ सेलुनहरू छ यहाँ पनि हामी त अब टेम्पर फेर्नु गएको बहिनी टेम्पर बस फेर्नु आएको फोनको अब हामी टेम्पर बस फेर्दैछौँ बिचरा आज बाबाले पैसा टेम्पर फेर्यो नफेर्दा हुन्थेन किन फोन फुट्छ भनेर केही त भन ₹20 चाहिँ हामीले यति पाएको छ ठिकै छ टेम्पर फेरिसक्यो अब नयाँ फोन भयो हाम्रो अब गएको फेरि हुन्छ सब्जी बजार यो चाहिँ होला यो चाहिँ हामी यो ओरालबाट आयौँ यहाँ भयो अस्ति कस्तो क्रिम भएको यो पाउँछ कि हामी क्रिम यहाँ छ हेलो गाइस हामीले चाहिँ यहाँनिर अजुबा इन्सानहरू भेटेको छौँ ए अजुबा इन्सान तपाईँ कस्तो हुनुहुन्छ ठिक हुन्छ यहाँ आएको अजुबा हुँदैछ अजुबा हामी कहाँबाट आउनुभएको तपाईँहरू चाहिँ ए तपाईँ चाहिँ के किन्नुभएको कहिले किन्नुभएको आज ए अब हो र कहिले दिनुभयो उनीले दिनु ठिकै छ म ल कहाँ गएको हामी चाहिँ यहाँ सब्जी बजारभित्र गएको हाम्रो चाहिँ यहाँ राम्रो सानो सब्जी बजार अनि कालो साबुन चाहिँ उहाँबाट ल्याइदिउँ न ल उहाँले पाउँछ त सब्जी ए उयो उयो के भन्छ कालो साबुन यहाँ ए तल पछिको बाटो न लु हेर्ने नहेर हौ छोड्यो दामी रहेछ है कसरी फेरि लुगा देख्नु हुँदैन हो हेर्न थालिहाल्छ हुँदैन सानो हुन्छ यो पनि सर्ट रहेछ हौ हेर त हामीले चाहिँ लुगा पनि हेरिसक्यौँ यहाँ पनि रहेछ लुगा हो एउटा सानो पातलो सर्टको दाम रहेछ 350 हो तर राम्रो रहेछ अनि नाम्चीमा चाहिँ उसले चाहिँ 20 रुपियाँ ल्याउँछ यस्तो खालको सर्टहरू चाहिँ अलिकति मैला हुन्छ धुनुपर्छ ल्याएर हो यहाँ चाहिँ परेको रहेछ हो तर मन परेन हो यहाँ किरा पनि रहेछ बस्तीको होला बस्तीको किरा कसरी दर्जन हो यो किरा हजुर यो पनि 50 मिठो खालको रहेछ यो तिमीलाई घरमै छ हुन्छ यहाँ चाहिँ हाम्रो यहाँनिर चाहिँ के भन्छ गोछान है मासु बेच्नेलाई के भन्छ मासु बेच्ने दोकान यही कालो सामान किन्नुको लागि चाहिँ पैसा जुगाड गर्दैछ अघि आमा चाहिँ खोज्दै थियो त्यही भएर चाहिँ उसले आमाको माया लागेर चाहिँ कालो सामान किन्दैछ उसको पापालाई माग्दैछ कालो सामान किन्नुको लागि पैसा
ल म यतातिर लान्छु ल किरा लानुको लागि हामी चाहिँ आयौँ हो ती दुईटा लान्छौँ 40 रुपैयाँ गर्दा हुन्छ दुईटा लान्छौँ 40 रुपैयाँ नि यो हामी दुईजना लान्छौँ नि 80 रुपैयाँ कस्तो छोरो दुईटा 80 रुपैयाँ दिन्छु नि पाकी चाहिएको त रहेछ नि पुरा पाकेको रहेछ हामीले चाहिँ फाइनली किरा किन्यौँ हो 40 रुपैयाँ दर्जन यहाँ बोजूकोबाट अब जाँदैछौँ हामीहरू दामी किरा रहेछ हो झोला भन्ने चाहिँ छैन अब झोला नभएको दुःख त्यहाँ रोशन दाजुको गएर माग्ने भन्दैछौँ यहाँ चाहिँ मासु किन्ने जग्गा हो यो के भन्छ सुँगुरको गोरुको भैँसीको के मासु पाउँछ अनि चिकन र फिसहरू त्यहाँ पनि पाउँछ हामी चाहिँ जाँदैछौँ अब रोशन दाजुकोमा जाने भनेर चाहिँ हामी गएको अनि हामी यहाँ पुग्यौँ रोशन दाजुकोमा त्यहाँबाट हामी उतै जानेछौँ प्लास्टिक माग्नु भनेको चाहिँ दिन्छ कि दिँदैन त्यसमा मलाई थाहा छैन हो हामी कालो सामान किन्नु गएको यसो कालो सामान किन्नु गएको मैले चाहिँ प्लास्टिक यस्तो पाएँ हो उसले चाहिँ प्लास्टिक यस्तो पायो हो अन्त हामी चाहिँ जाँदैछौँ यहाँ अजुको मान्छे कुद्दैछौँ कहाँ गएको यो अजुको मान्छे त्यो मलाई थाहा छैन हो दिँदैन यहाँ सोध्यो त्यहाँ सोचेर यहाँ हामी अब अलिकति चम्किकन हो त्यहाँनिर प्लास्टिक माग्न आँटेको हेर्दै गर्नुहोस् ल त्यहाँ भनौँ मैले प्लास्टिक पाएँ यो दादाले किन भयो थ्याङ्क यू दादा थ्याङ्क यू भनेको तर केही पनि भनेर रेस्पोन्स छैन हो केही छैन ए हो गऱ्यो अरे हो ए पाएँ अब हामी चाहिँ घर जाँदैछौँ हामी दुईजनासँगै किरा किन्दैछौँ अन्त हामी चाहिँ जाँदैछौँ घर अब हामी आमाको जाँदैछौँ हाम्रो आमा चाहिँ घरमा छैन आँखाको काम आएको छ समस्या चाहिँ कम्ती गर्दैन हो केही छैन हामी त्यस्तै छौँ यो हरियो ड्रम देख्नु चाहिँ कतिजनालाई थाहा पनि भयो होला यो हरियो ड्रम हो यो ड्रमसँग चाहिँ सबैजना सतर्क बस्नु होला किनभने तपाईँहरू पनि टुक्राएर हालेर माथिबाट सिमेन्ट हालिदिने बेर छैन हामी चाहिँ केही खानु पर्थ्यो होला नखामा भयो जाँदैछौँ हामी अघि अर्कै बाटो गएको अहिले अर्कै बाटो जाँदैछौँ हो हुन्छ अब हामी आमा भेटेर कुरा गर्छु ल आमालाई देखाउने छु यो चाहिँ हाम्रो राबुङ्ला कुरा गराउँछ यहाँ चाहिँ यो चाहिँ हाम्रो राबुङ्ला यहाँ यस्तो क्युट क्युट फुल फुलिरहेको रहेछ यो माथितिर यहाँ हेर्नु पानीको पाइप कसैलाई तिर्खा लागेर मन नआइसक्यो निदाउँदै हिँड्दैछ म पनि त्यस्तै भइरहेछ हुन त के होला म चाहिँ भन्नु यहाँ पाइप पुरा रहेछ मलाई पनि निदाएर चाहिँ हिँड्दा चाहिँ बस्नु जस्तो भइसक्यो अब यहाँनिर एउटा फुल छ हौ पत्ता बेगर फुल्ने फुल पनि छ मैले देखेँ हो यो घर बनाउन दिन्छु न यहाँ हाम्रो पैसा आउँछ कुनै मान्छेको हाम्रो त एउटा मिठो खाने पैसा पनि छैन लोन यहाँ हेर्नु चाहिँ कस्तो खालको फुल पत्ता भनेर पनि छैन कोपिला फुल मात्रै छ केही छैन र पनि राम्रै रहेछ केही होला यो फ्रुट्सहरू के हो जस्तो लाग्यो मलाई के होला त सबैजनाले कमेन्ट गर्नु होला के हो किनभने मलाई याद छैन केही रहेछ आज बकुता दुईवटा रहेछ यो कुमारी कसैले केरा किन्यो भन्दै सुनाउँदैछ ए केरा किन्यो भन्दै सुनाउँदैछ हो गरम भयो हो मेरोमा आएको थियो मेरोमा छैन भने नि त नबस्नु बेसी गइहाल्नु ल बिहान कस्तो क्युट यो कुकुर रहेछ उयो ग्रिन कलरको मेरो जस्तै पर्दो रहेछ आचार्य ग्राउन्ड दामी बनाउँदैछ हो धनुकाँड हाल्ने जग्गा बनाउँदैछ धनुकाँड खेल्ने बाटो चाहिँ कति लामो छैन फेरि यो आन्टी भएको जग्गामा पुग्न थियौँ फाइनली हामीले सौलाई भेटिसकेको छौँ हो ऊ चाहिँ पुरा संस्कारी छ हो हामीसँग घुम्न पनि गएन ऊ चाहिँ घुम्न नगएर यहाँ घर सफा गर्न सक्दैछ हो गाइस फाइनली हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ ए भेटिसकेको छौँ हाम्रो आमा चाहिँ कहाँ हुनुहुन्छ पनि त्यो कता बोलेको आमा भेटिसक्यौँ हो आले घुमेर